50 वर्षीय सुखबहादुर सार्की दायाँ शरीर पक्षघातका कारण चल्न नसक्दा परिवारबाट अपहेलित हुँदै घर छाड्न बाध्य भए। उनले शारीरिक अपाङ्गताको भार आफूसँगै परिवारलाई नबोकाउने शर्तमा घर छाडेर अनन्त एक्ला बने। घर परिवार हुँदा हुँदै पनि हेरचाह नपाउँदा उपेक्षा सहन नसकी उनले घर छाडेको बताउँछन्। सड़कमा न बास भयो, न खाना भयो, न सुरक्षा नै मिल्यो। केही दिन सड़कमा बिताउँदै जीवनप्रति गुनासो गर्दै उनले आफ्नो अस्तित्वको लडाई भनी लडिरहे। उनको स्थायी ठेगाना भीमाद नगरपालिका 1 तनहुँ हो। एक छोराका पिता समेत रहेका उनी लामो समयदेखि सम्पर्क विहीन भएर बसे पनि न कुनै खोजीमा आयो, न कुनै भेट्न नै। शारीरिक अपाङ्गताका कारण उनी घरबाट टाढा बस्न बाध्य भएका हुन्। केही समय अघि पोखराको महेन्द्र पुल स्थित सडक पेटीमा बेवारिसी अवस्थामा फेला परेपछि सुखबहादुरलाई उद्धार गरी मानव सेवा आश्रम हिम्जा शाखाको संरक्षणमा राखिएको थियो। उनको आवश्यक हेरचाह, उपचार, संरक्षण तथा आवश्यक सेवाको जिम्मा आश्रमले लिएपछि उनी फेरि जीवनप्रति आशावादी भएका छन्। अब भने घर परिवारसँग पुनर्मिलन होला कि भन्ने व्यग्र प्रतीक्षामा देखिन्छन्। पारिवारिक पुनर्मिलनका लागि उनलाई चिन्ने जो कोहीलाई पुनर्मिलनमा सहयोग गरिदिन हुन मानव सेवा आश्रमले आग्रह गरेको छ। सुखबहादुरको कथाले हामीलाई माया र सहयोगले कसैको जीवनमा फेरि कसरी उज्यालो भर्न सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ।